नमस्ते नमस्ते साथीहरु। आज मैले चाहिँ तपाईहरुलाई चाहिँ बैगुनी अनि टमाटरको चाहिँ चटनी बनाउन लागिरहेको छु। तपाईले चाहिँ हेरेर साथ दिनु है। सर्वप्रथम त मैले चाहिँ यसरी टमाटर अनि त्यसपछि खुर्सानी अनि त्यसपछि बैगुनी अनि हल्का लसुनको टुक्राहरु पनि साथमा लिएको छु। अनि यसलाई चाहिँ मज्जाले हामीले चाहिँ तेलमा कराईमा तेल राखेर यसलाई मज्जाले हामीले फ्राई गर्नुपर्छ हैन। अनि फ्राई गरिसकेपछि यो चाहिँ उता पाक्दै गर्छ हैन। अनि हामीले चाहिँ हरियो खुर्सानी मज्जाले काट्ने बीचबाट काट्ने हैन। अनि लसुनलाई पनि एकदमै फोक्ने राम्रोसँग फोकेर त्यसलाई पनि तयार गर्नुपर्छ है साथीहरु। अनि त्यसपछि चाहिँ मैले त्यो खुर्सानीलाई पनि बीचबाट चिरेर चाहिँ त्यो कराईमा राखेर फ्राई गरेको छु। अनि मज्जाले फ्राई भइसकेको छ हैन। धेरै रातो पनि बनाउनु पर्दैन अनि ठिक बनाउने। बनाइसकेपछि चाहिँ त्यसपछि फर्काउँदै पकाउँदै गर्नुपर्छ। यो बैगुनी अलि पाक्न ढिला गर्छ अनि गोलबडा पनि पाक्न ढिला गर्छ। अनि फर्काउँदै गरेपछि पाकिसकेको छ। मैले चाहिँ यसलाई झिकिसकेको छु हैन। बैगुनी पनि रातो भइसकेको छ। यसलाई पनि मज्जाले झिकेर अनि त्यसपछि हामीले चाहिँ कराईमा तेल हुन्छ त्यो छुट्टै राख्ने। अनि हेर्नुस् है कस्तो मज्जाले पाकिसकेको छ। अनि त्यसपछि चाहिँ अरु पनि बैगुनी छ भने 3-4 वटा अरु पनि फ्राई गर्दा हुन्छ। अनि लसुन पनि मैले हल्का राखेको छु फ्राई गरेको छु हैन। अनि त्यसपछि चाहिँ यो सबै फ्राई भइसकेपछि चाहिँ मैले चाहिँ यसलाई प्लेटमा लिइसकेको छु। अनि यो चाहिँ त्यही फ्राई गरेको हल्का तेल हो तलको। त्यसपछि प्लेटमा लिने लसुन पनि निकाल्ने हैन। अनि चाहिँ त्यो बोक्रा चाहिँ हल्का फाल्ने त्यसको झिक्ने। अनि टमाटरको पनि हल्का बोक्रा झिक्ने। अनि भित्रको भागमा त राख्यो भने चाहिँ धेरै मिठो पनि हुन्छ हेर्दा राम्रो पनि हुन्छ हैन। अनि खुर्सानी पनि को मुन्टा चाहिँ भेन्टो भन्छ के यसलाई हैन। अनि यो भेन्टा पनि झिक्ने। अनि झिकिसकेपछि सबै त्यो बाहिरको तिनीहरुको बोक्रा फालिसकेपछि यो नरम हुन्छ के एकदम नरम हुन्छ। खाना पनि एकदम सफ्ट हुन्छ। अनि यो चाहिँ एकदमै पाकिसकेको हुनाले यसलाई चाहिँ मज्जाले हामीले मिचेर चाहिँ यसलाई लेतो बनाउने। अनि मज्जाले यसलाई मिचिसकेपछि मज्जाको यो चाहिँ एकदमै के भन्ने एकदम लटक्क हुन्छ के हेर्नु न कति राम्रो देखिएको छ। अब यसलाई चाहिँ यो बनिसकेपछि चाहिँ यसलाई चाहिँ यो लटक्क बनिसकेपछि यसलाई चाहिँ अब मसिनो गरी प्याज काटेर राख्ने। अनि धनिया राख्ने मसिनो गरी हल्का चाहिँ खुर्सानी पनि हरियो खुर्सानी अनि त्यसपछि चाहिँ नुन राख्ने। अनि हल्का तेल राख्ने हैन। तेल राखिसकेपछि मज्जाले यसलाई चलाउने चमचले मज्जाले चलाउने। अनि चलाइसकेपछि चाहिँ एकनास हुन्छ के साथीहरु। एकनास भइसकेपछि यो चाहिँ एकदमै खाँदा चाहिँ बहुत मिठो हुन्छ साथीहरु हैन। तपाईहरुले चाहिँ यस्तै सिकेर पनि यो बनाउन सक्नुहुन्छ हैन। अनि प्लेटमा राख्ने। यो चाहिँ हामीले रोटीसित खान पनि सक्छौं हैन। अनि भातसँग खान पनि सक्छौं। हल्का चिउरामा राखेर खान पनि सक्छौं। तपाईहरुले चाहिँ हेरेर मन पराउन सक्नुहुन्छ है।